आशिषको मार्गमा नै डोर्याउँछ। कतिजना विश्वास गर्नुहुन्छ यो कुरालाई? आशिषको बाटोमा नै डोर्याउँछ है। किन भन्दाखेरि तपाईँ र म चाहिँ साँच्चै नै अघि भने अनुसार नै बोलाइएका भन्दा पनि हामी चुनिएका वंशजहरूमा पर्दछौँ क्या। आमेन। अनि त्यो वंशजलाई चाहिँ प्रभुले आफ्नो के भन्छ कभर्नेन्टभित्र, आफ्नो करारभित्र, आफ्नो के भन्छ घेरा, सुरक्षाको घेराभित्र राख्नुहुन्छ। कतिजनाले यो वर्षलाई महसुस गर्नु होला, किनकि म आफ्नै मेरो जीवन गवाई यहाँहरूलाई भन्नु पर्दाखेरि 2-3 महिना अगाडि एकदमै डरलाग्दो एक्सिडेन्टमा म परेको थिएँ। डरलाग्दो पनि यस्तो खालको भयो कि अब प्रभुको त्यो सुरक्षा चाहिँ यस्तो प्रकारले मलाई त्यो बेलामा त के भन्छ अलिकति नर्भसै भयो। मैले धेरै कुराहरू फिल जुन गरेँ त्यो समयको त्यो माहौलमा, त्यो बेलामा अब ब्रेक हान्दा पनि चिप्लेर गएर चाहिँ अगाडि कचाककुचुक भयो। अब छाती ठोक्यो। अनि त्यो ठोकिँदाखेरि चाहिँ के सोचेँ भन्दाखेरि ल अब चाहिँ म सकिएँ भन्ने खालको एउटा मलाई के भन्छ उयो आयो। अब ल म चाहिँ अब मेरो जीवन चाहिँ छैन खालको एउटा त्यो मेन्टालिटी त्यस्तो पऱ्यो कि। अनि ब्लाइन्ड भयो, केही समयलाई ब्लाइन्ड भयो। म देखिनँ, मैले केही पनि देखिनँ है, केही थाहै छैन। तर एकछिन पछाडि जब अलिकति आफूलाई फ्रेस पाउँदाखेरि चाहिँ सबैभन्दा पहिला म आफूलाई छान्छु क्या। छामछाम सुमसुम गरेँ होइन, कतै चोटहरू लागेको छैन। म त के भन्छ इभन एउटा खरोच पनि आएको छैन क्या। गाडी त्यत्रो खाचाकुचुक भएर जाँदाखेरि पनि यति पनि मलाई के भन्छ स्क्रैच पनि आएन कि मेरो शरीरमा। अनि त्यो सुरक्षा चाहिँ मैले प्रभुबाट पाएँ। र सबैभन्दा 24 को सबैभन्दा ठुलो आशिष चाहिँ मेरो जीवनमा त्यो थियो। त्यस्ता जीवनमा त्यस्ता घटनाहरू तपाईँसँग त्यस्तै त नहोला, तर अनेकौं अनगिनत घटनाहरूमा प्रभुले सुरक्षा दिनुभएको छ। तसर्थ प्रियहरू, गएको वर्षलाई धन्यवाद दिनुहोस् र आउँदै गरेको वर्षलाई चाहिँ प्रभुमा अझ दरिलो भएर बढ्नेछु भनेर प्रण गर्नुहोस् अर्थात् संकल्प गरौँ। आमेन। तयारी हुनुहुन्छ? र मैले पनि आजको विषय चाहिँ यही नै ल्याएको छु कि क्षमाशील हृदय लिएर लक्ष्यमा बढौँ। के अरे? क्षमाशील हृदय लिएर लक्ष्यमा बढौँ है त। विशेष गरेर मैले यहाँहरूलाई यो गरेर के भन्छ धेरै यताउता घुमाइराख्दिनँ। सिधा एक एउटा पोइन्टहरू म बोल्नेछु र यहाँहरूलाई आशिष तुल्याउनेछ भनेर पनि म विश्वास गर्दछु। जब लुका 23:34 मा हामी हेर्छौँ भने मानिसलाई एउटा कुरा याद गरौँ त, हामीलाई सबैभन्दा ठुलो कुरामा केमा लाज लाग्छ? मान्छेलाई केमा चाहिँ लाज लाग्छ? सबैभन्दा ठुलो लाज मानिसको जीवनमा केमा लाग्छ? के को लागि लाग्छ? कसले भन्नु होला कि कसले भन्नु होला, मानिसको अलिकको विचारहरू होला नि होइन। तर सबैभन्दा ठुलो लाज भनेको चाहिँ मानिसलाई नग्नताप्रति लाग्छ होइन। मतलब मेरो नग्नता मैले अरूलाई देखाउन सक्दिनँ, म ओपनली हिँड्न सक्दिनँ। यदि म होस हवासमा छु भने म सक्दिनँ। त्यो कुरामा मलाई लाज लाग्छ। अर्थात् मानिस जो गयो, मलाई मात्रै होइन, मसँगै हामी सबै त्यो क्याटेगोरीमा पर्छौँ। मानवीय प्राणी भइसकेपछि अब पशुपक्षी त होइन हामी होइन, जानवर त होइन, उनीहरूलाई लाज शरम छैन। तर मानिसमा चाहिँ यो कुरा चाहिँ प्रभुले हालिदिनु भएको छ। त्यो लाजको अवस्था माथिबाटै आयो होइन। अनि अहिले पनि हामी चाहिँ लजाउँछौँ। सबैभन्दा ठुलो लाज भनेको मानिसमा नग्नता हो। तर याद गर्नुहोस् प्रियहरू, जब यहाँनिर लुका 23:34 को घटनालाई हामी हेर्दाखेरि चाहिँ त्यहाँ अलिकति तपाईँले बाइबल पढ्दै हुनुहुन्छ भने याद गर्नु के लेखेको छ, पढ्नुहोस् त एकजनाले अलिक चटको स्वरमा। अनि येशूले भन्नुभयो, हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्। अनि तिनीहरूले उहाँको वस्त्र भाग गरेर चिप्सा हाले। यो एउटा प्रभु ख्रीष्टलाई चाहिँ क्रुसमा टाँगिँदै गरेको एउटा दृश्य अलिकति मनन गरौँ न, याद गरौँ त्यो अवस्थालाई, त्यो घटनालाई, त्यो सन्दर्भलाई होइन। त्यत्रो त्यो गाली गलोज आफ्नो ठाउँमा छ, कुटाइ पिटाइ आफ्नो ठाउँमा छ, हेलित भएको आफ्नो ठाउँमा छ, आफ्नैहरूले इन्कार गरेको अवस्था आफ्नो आफ्नो ठाउँमा छ। त्यो चोटमाथि चोट, चोटमाथि चोट, चोटमाथि चोट, त्यो अब अनेकौं वेदनाहरू सहेर आएर अनि त्यो अब जब अन्तिम अवस्थामा मर्नुपर्ने अवस्था, अब सबै कुरा भइसक्यो, अब मर्नुपर्ने अवस्थाको त्यो अन्तिम क्षणमा जब प्रभु आउँदै हुनुहुन्छ, त्यो बेलामा चाहिँ प्रभुको वस्त्र पनि खोलिएर चाहिँ उहाँको चिट्ठा हालिन्छ कि
मतलब सबैभन्दा नग्नतामा लाज मान्ने मानिसलाई, किनकि शरीरमा हुनुहुन्थ्यो नि प्रभु होइन, उहाँको शरीरबाट त्यो भएको कपडा पनि खोलेर चिट्ठा हालिन्छ, अर्थात् भएको कपडा पनि खोलेर उहाँलाई नाङ्गो झार बनाइदिन्छ। अनि त्यो नाङ्गो झारको अवस्था पनि प्रभुले भन्दै हुनुहुन्छ। के भन्नुहुन्छ त्यहाँ पढ्नुहोस् त। प्रभु यिनीहरूलाई क्षमा गर्नुहोस्, के गर्दैछन् यिनीहरूले सो जान्दैनन्। एउटा क्षमाको सबैभन्दा प्रभुले त्यही त्यो आफ्नो आफूलाई त्याग्दै गर्दा पनि यो पाठ चाहिँ सिकाउनु भएको छ। त्यो आज सृष्टिलाई नै सिकाउनु भएको, तर मण्डलीलाई त, मण्डलीको त यो अधिकारको वचन हो, मण्डलीलाई त दिएको अधिकार हो यो वचन। तसर्थ प्रियहरू, मैले आज यहाँबाट भन्न खोजेको कुरा, ल्याउन खोजेको कुरा चाहिँ के हो भन्दाखेरि, तपाईँ र मलाई कसैले पोइन्ट आउट गरेको होला 24मा, त्योभन्दा अगाडि वर्षहरूमा होइन, विशेष गरेर 25मा। अनि हुन्छ नि अब अनेकौं चोटहरू हाम्रो जीवनमा मान्छेहरूले हालिदिएका होलान्, समस्याहरू ल्याइदिएका होलान्, कसैले रेला गर्दै पनि ल्याएका होलान्, कसैले के भन्छ दुश्मनीको रूपमा पनि ल्याएको होलान्। तर प्रभुले आफ्नो नग्नताको अवस्थामा त आफ्ना जनहरूलाई क्षमा गर्नुभयो भने तपाईँ र म त उहाँका छोराछोरीहरू हो नि, होइन र? हौ भने क्षमा गर्नु तयारी हुनुहुन्छ? गर्नु सक्नुहुन्छ? मुखले गाह्रो हुन्छ, मुखले धेरै गाह्रो हुन्छ, सकिँदैन। मुखले भने पनि व्यवहारमा के भन्छ त्यसलाई, त्यो कुटकुटिराखेको त्यो एउटा त्यो छ कि त्यो मनमा हुन्छ, त्यो बस्छ, काहीँ न काहीँ गएर त्यो अड्किराखेको हुन्छ। तर आज प्रभुमा बिसाइदियो, ल प्रभु ममा यो कुरा छ, मैले तपाईँको शरणमा राखेको छ, यसले मलाई यस्तो गर्यो, त्यसले मलाई यस्तो गर्यो, त्यसले मलाई यस्तो भन्यो, त्योसँग मेरो यो छ, यो छ, यो छ, यो छ। नराखौँ यो कुराहरू, यसलाई 25मै सिद्ध्याइन, किनकि अब आउने केही समयपछि हामी अर्को नयाँ प्रगतिमा जाँदैछौँ। अनि नयाँ आशिषमा जानको लागि तपाईँले मैले याद गरौँ त, अब मैले यो धेरैपल्ट भनिरहने कुरा, मट्टी तेलको एउटा कुपी हुन्छ नि होइन, कुपीलाई टुकी भन्छ, कति ठाउँमा कुनै ठाउँमा कुपी भन्छ होइन। त्यो कुपीलाई जबसम्म त्यो के भन्छ त्यहाँ यदि पानी छ भने पानीमा बाल्न सकिँदैन के, उज्यालो त्यसले दिँदैन। तर जब त्यो पानीलाई फ्यालेर मट्टी तेल त्यसमा हालेर अर्थात् तेल त्यसमा हालेर जब बालिन्छ त्यसले उज्यालो दिन्छ। अर्थात् तपाईँ र म चाहिँ प्रभुमा र पवित्र आत्मामा भरिएका छौँ भने हामीले पनि उज्यालो दिन सक्छौँ कि सक्दैनौँ? सक्छौँ नि, होइन? आमेन। एउटा कुरा। अर्को कुरा छ क्षमाको कुराहरूमा स्तिफनसको मृत्युलाई हेर्नुहोस् त। प्रभुले अघि त्यो नग्नताको अवस्थामा एउटा एक त्यान्द्रो वस्त्र पनि शरीरमा नहुँदाखेरि पनि उहाँले क्षमा गर्दै हुनुहुन्छ भने यहाँनिर स्तिफनसलाई हेर्नुहोस् त। स्तिफनसलाई आफ्नो मृत्युको अवस्थामा उनी मर्दैछु भनेर पनि थाहा छ। उनलाई पनि आफ्नै समाज नै त थियो नि, यहुदी समाजै त थियो नि, उनलाई पनि ढुङ्गा हान्ने। अन्य जाति त त्यहाँ थिएनन् नि, थिए त त्यहाँ? स्तिफनसको घटनालाई हेर्दाखेरि त्यहाँनिर यहुदी समाजै थियो, अर्थात् प्रभुले चुनेका जातिहरू नै थिए। स्तिफनसले आफ्नै जातहरूबाट, आफ्नै समुदायबाट ढुङ्गा खाएर मर्नु परेको छ है। त्यो ढुङ्गा खाएर मर्दाखेरि उनले पनि क्षमाकै कुरा गरेका छन्। प्रभु यिनीहरूले के गर्दछन् सो जान्दैन। तपाईँले के भन्छ प्रेरित 7को 60मा आएर हेर्नुभयो भने यहाँनिर पाउनुहुन्छ कि स्तिफनसले कति मिठो कुरा गरेका छन् कि आफ्नो शरीरलाई, आफ्नो प्राणलाई त्याग्दै गर्दाखेरि पनि क्षमा गरेर उनले आफूलाई सिद्ध्याएका छन्। बाइबलमा यस्ता घटनाहरू अनेकौँ हामीले पाउँछौँ क्या। त्यो हेर्दै जाँदाखेरि प्राय मूल भनौँ त, मूल त नभनौँ, तर केही सार, संक्षिप्त सारहरूलाई हेर्दै जाँदाखेरि चाहिँ साँच्ची नै क्षमाको विषयलाई नै पहिलो प्राथमिकता बाइबलले राख्दछ। तसर्थ हामीले सिकाएको शिक्षा पनि यही हो बाइबलले कि क्षमा गर, क्षमा ल्याऊ र क्षमा गर। यदि तपाईँ र ममा पनि प्रियहरू यस्ता केही कुराहरू छन् भने
किनकि मैले त म आफैलाई मेरो हृदयलाई मैले आफै देखेको छु नि, अरूले त देख्दैन नि। प्रभु जान्नुहुन्छ, प्रभुले त देखाउनुहुन्छ, तर मैले मेरो कारणले गर्दा त्यो भित्रै राखेको छु होइन। मेरो अनरले मलाई भयङ्कर टेन्सन दिएको होला होइन, मेरो विगतले, मेरो पास्टले, मेरो बाउ आमाले भनौँ होइन, कतिजनाको के भन्छ सम्बन्ध विच्छेद भएका कुराहरू छन्, त्यो सम्बन्धले पिरोलिराखेको होला। कति ठाउँमा हुन्छ नि अनेकौँ मान्छे विषयको हरेकको आफ्नो आफ्नो समस्या छ के नभएको होइन, तर त्यो समस्यालाई जित्नु छ भने चाहिँ क्षमा गर्नु सिक्नु पर्दो रहेछ। त्यो क्षमाले नै तपाईँ र मलाई चाहिँ उन्नतिको अर्थात् आशिषको बाटोमा, आशिष भन्नाले झन्झम्ती पैसा बर्सिने कुराहरू होइन, तर के भन्छ एउटा सकुशल अनि एउटा उज्जवल बाटोमा चाहिँ त्यसले हामीलाई लैजान्छ। त्यो बाटोमा हिँड्नको लागि चाहिँ हामीलाई जहिले पनि क्षमाले साथ दिन्छ क्या। अर्को कुरा, मैले गत के भन्छ वर्षिपको बेलामा गएको बेलामा सानो एउटा हन्नाको कहानीलाई मैले सेयर गर्दै थिएँ। कतिजनालाई थाहा छ थाहा छैन, तपाईँले त्यहाँ याद गर्नुहोस् त। हन्नाको कहानीलाई, हन्नाको जीवनीलाई हेर्दाखेरि उनी पनि एक प्रकारले त्यागिएको मान्छे हो क्या। अब एक त छोरी मान्छेहरूलाई प्राय यहुदी समाजले प्रायोरिटीमा राख्दैन थियो। अर्को कुरा, उसँग सन्तान नभएको कारणले गर्दाखेरि चाहिँ उसको के भन्छ सौता उसको जीवनमा आएको थियो होइन। अनि सौता आएपछि अब एक त सौता आएपछि कस्तो हुन्छ होइन, अब भनिन्छ नि छोरी मान्छेले त के भन्छ त्यो उयो ठुटालाई पनि एउटा तेरो सौता है भनेर चिनाइदियो भने कोही नभएको गरेर लात्ताले हान्दाखेरि आउँछ अरे। मैले हाने गरेर लात्ताले हान्दाखेरि आउँछ अरे, या त गएर तातो पानी खनाइदिन्छ अरे, या त फेरि खरानी लगेर हालिदिन्छ अरे, त्यसो गर्छ अरे भने सुनेको आइरहनु है। त्यो चाहिँ अब त्यहाँसम्मको कुरा हुन्छ अरे। तर पनि याद गर्नुहोस् त, त्यस्तो अवस्थामा पनि उनले एउटा हन्नाको जीवनमा हामीले त्यहाँ अलिकति गहिरो अध्ययन गर्दाखेरि त्यहाँ पाउँछौँ कि उनले आफ्नो तिक्तता चाहिँ आफ्नो श्रीमानप्रति अर्थात् कोही के भन्छ त्यो सौताप्रति चाहिँ उनले तिक्तता राखेका छन् कि, तितोपना। अनि त्यो तितोपनाले गर्दाखेरि चाहिँ उनले आफैलाई चाहिँ के भन्छ उनको त्यो एउटा एकदमै सुनौलो आशिषबाट वञ्चित गरेको कुराहरू हामी पाउँछौँ। तर जब उनले त्यो एकदमै गहिरिएर प्रभुमा नजिक भएर आफ्नो वेदनालाई चाहिँ पोखेर त्यो क्षमा गरेर प्रभु समक्षमा जब उनले प्रार्थना गर्छिन्, सोही समयमा चाहिँ प्रभुले उनलाई आशिष दिनुहुन्छ, अर्थात् सन्तानको रूपमा सामुएललाई दिनुहुन्छ। आमेन। हेर्नु त, जुन एउटा वंशजबाट आएको एलीको छोराहरूले पाउनु पर्ने त्यो एउटा आशिष चाहिँ प्रभुले त्यहाँबाट त्यता साइड लगाइदिएर, किनकि उनीहरू योग्यका थिएनन्, तर योग्य व्यक्ति जो हुन्छ, जो आशिष प्रभुबाट भएको उसलाई चुन्नुहुन्छ र इजरायलमा उहाँबाट चाहिँ सामुएलबाट चाहिँ अरू राजाहरूलाई अभिषेकमा लानुहुन्छ होइन। मूल पुजारीको रूपमा उहाँले प्रभुले सामुएललाई छान्नुहुन्छ। हेर्नुहोस् त, आमाको प्रार्थनाले, आमाको जीवनमा सुरुमा त्यो घटना एउटा क्षमाको घटनाले गर्दाखेरि, त्यो प्रार्थनाले गर्दाखेरि उसको जीवनै चेन्ज भएको छ। तसर्थ प्रियहरू, यदि क्षमाको हृदय हामीसँग छ भने साँच्चै नै त्यसले हामीलाई जहिले पनि आशिषको मार्गमा पुर्याउँछ। यदि मसँग तपाईँसँग यस्ता कुराहरू छन् भने पनि त्यागौँ, छोडौँ, प्रभुलाई भनौँ न। किनकि अगाडि जानको लागि यो के भन्छ अल्झाइ राख्ने तँलाई त भन्ने एउटा हुन्छ नि, किटकिट मन हुन्छ नि, त्यो किटकिट मन चाहिँ अलिकति राखेका छौँ भने त्यसले चाहिँ कहिले पनि अगाडि लाँदैन रहेछ क्या, बढाउँदैन। मतलब त्यसले चाहिँ तानिराखेको हुँदछ, के कुरा गरे त्यो याद आउँछ। त्यसले जसको बारेमा सोचिएको छ, जसको बारेमा त्यो ख्याल गरेको कुराहरू छ, उसलाई त के असर गर्ने होइन, ऊ त आफ्नो मस्तीमा छ। तर असर गर्ने त मलाई नै हो नि त, मलाई नै असर गर्छ त्यो कुराले। मेरो नै समय त्यो कुराले खाइरहेको हुन्छ, मेरै दिमाग के भन्छ एउटा भाषा दिमाग चाटिरहेको हुन्छ कि त्यो एकदमै। अनि त्यो कुराले तिक्तता आउने, खल्लोपना आउने कारण के त क्षमा गर्न नसकेकोले गर्दाखेरि, उसलाई त्यो क्षमाको बाटोमा चाहिँ हामी हिँड्न नसक्नाले गर्दाखेरि पनि यस्तो आशिषहरूबाट हामी वञ्चित नहौँ। मण्डली, हामी यदि कुनै पनि सानोभन्दा सानो पोइन्ट पनि हाम्रो जीवनमा यस्ता केही कुराहरू छन् भने अहिले नै प्रभुसँग पोखौँ। 25मा जानु अघि यो कुरालाई त्यागौँ। तयारी हुनुहुन्छ है? अब बढ्ने कसरी त?
क्षमा दिए, क्षमा लिए, रौला कराउला, अङ्गालो मारौँला, आँसु झारौँला, होइन, यताउता जेसुकै होस्, क्षमाको आफ्नो पाटो छ। अब बढ्ने कसरी त क्षमा दिइसकेपछि? बाइबलकै घटनाहरू धेरै छन् क्या मण्डली। के भन्छ, हामीले धेरैपल्ट उदाहरणहरू सुन्ने गरेका छौँ कि मण्डली चाहिँ हामी चाहिँ एउटा के भन्छ, कोही पिल्लर बनेका छौँ, कोही वाल बनेका छौँ, कोही इँटा बनेका छौँ, दुनियाँ कुराहरू बनेर चाहिँ एउटा मण्डली अर्थात् भवनलाई एउटा सङ्केत गर्दाखेरि त्यसरी बनेका छौँ। अनि तपाईँ र म पनि साँच्चै नै त्यस्तै नै हौँ। हरेक क्षेत्रको जिम्मेवारी आफूसँग छ, होइन, कोही बढेका छौँ, कोही तलै छौँ, कोही के छौँ, कोही के छौँ। तर बाइबलमा एउटा घटना छ, जब इजरायलीहरू जब चाहिँ के भन्छ मिश्र देशबाट प्रतिज्ञाको देशमा जाँदै गर्दाखेरि चाहिँ बिचमा अमालेकीहरूसँग लडाइँ गर्नुपर्छ क्या। जब अमालेकीहरूसँग, अब अमालेकीहरूलाई उनीहरू त्यो केही कुराको सरोकारै होइन, त्यो उनीहरूको चासोको विषय पनि होइन, उनीहरू एउटा देश हो जस त्यो बाटो भएर इजरायलहरू जानुपर्ने। तर अब उनीहरूलाई के को दिमाग तात्यो कि उनीहरू चाहिँ इजरायलहरूमाथि जाइ लागे कि हाम्रो जमिन अर्थात् हाम्रो भूमि चाहिँ तिमीहरूले युज गर्न पाउँदैन, युज गरेर अगाडि बढ्न सक्दैनौ, तिमीहरू पाउँदैनौ भनेर चाहिँ उनीहरू जब इजरायलहरूमाथि जाइ लागे। अनि यति बेला चाहिँ एउटा अनौठो घटना त्यहाँ के भएको छ भन्दाखेरि, अब लडाइँ गर्नुपर्ने अवस्था आयो। त्यति बेला यहोशू सेनापति लडाइँ गर्छन् अनि मोसा चाहिँ डाँडामा गएर प्रार्थना गर्छन्। अनि डाँडामा गएर प्रार्थना गर्दा जब उनको मोसाको हात उचालिन्छ तब इजरायलीहरूले जित्दै जान्छन्। जब त्यो अब हामीलाई 2 मिनट 3 मिनट पनि यसो गर्नु गाह्रो हुन्छ है। अब उनले प्रार्थना गरे कति लामो गर्दै होला अब त्यो लडाइँको अवस्थामा, होइन। जब उनको हात तल बिस्तारै आउँदै जान्छ फेरि इजरायली हार्दै आउँछ। अनि यहाँ चाहिँ हारुन र हुरले मोसालाई के टेवा दिन्छन् भन्दाखेरि, तपाईँ प्रार्थना गरिबस्नुहोस्, तपाईँको हात चाहिँ हामीले समात्छौँ अर्थात् टेवा दिन्छौँ भनेर। अनि मोसाको हात जब उनीहरूले समात्छन् फेरि इजरायलहरू विजय भएर आउँछन्। आमेन। मण्डली, हाम्रो पनि लडाइँ भनेको तपाईँ र मेरो शारीरिक भौतिक लडाइँ होइन कि। मण्डलीको मुख्य लडाइँ नै भनेको चाहिँ शैतानसँग हो, शैतानका युक्तिहरूसँग हो क्या। अनेकौं कुराहरू छन्। त्यो युक्तिहरूमा विजय हुनको लागि अर्थात् त्यसबाट पन्सिनको लागि, त्योसँग लडाइँ गर्नको लागि चाहिँ हामीले पनि हाम्रो एकअर्काको सहायतामा, एकअर्काले अर्थात् प्रार्थनामा एकअर्काको हात चाहिँ उचालिएको हुनुपर्छ। आमेन। किनकि जबसम्म यसरी एकअर्काको लागि हात उचालिँदैन शत्रुले हामीलाई परास्त गर्छ। तर जब एकअर्काको सहायतामा प्रार्थनामा हात उचालिन्छ नि, त्यो आफै हारेर जान्छ, नष्ट भएर जान्छ अनि हामी बढ्न सक्छौँ। आमेन। आउनुहोस् हामी सबै